एनपीएलमा चम्किएका शेर मल्ल राष्ट्रिय टोलीमा पर्न सक्ने टी20 विश्वकप स्क्वाड कस्तो आउला। मंसिर 27 गते सकिएको नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 ले केही खेलाडीको भाग्य र भविष्य नै बदल्ने अवसर बन्यो। ती मध्येका एक हुन् शेर मल्ल। लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन नायकी प्रदर्शन गरेका शेरले एनपीएल सिजन 2 मा धुवाँधार प्रदर्शन गरे। लायन्सलाई च्याम्पियन बनाउन सिंहको भूमिका निभाएका शेरको प्रदर्शन तारिफ योग्य मात्रै होइन, उनको प्रदर्शनले राष्ट्रिय टोलीको ढोका ढकढकाएको छ। क्यानका सेलेक्टरले कुनै संकोच बिना उनलाई राष्ट्रिय टोलीमा बोलाएको समाचार सुन्न नेपाली समर्थक आतुर रहेका छन्। टोलीलाई चाहिने बेला र विपक्षीका मुख्य खेलाडीलाई ट्र्यापमा पार्ने खुबी भएका शेर प्रतियोगिताका उदयमान खेलाडी पनि बनेका थिए। पुरस्कारका रूपमा पल्सर मोटरसाइकल पाएका उनी आगामी नेपाली टी20 स्क्वाडमा पर्ने पक्का जस्तै बनेको छ। एनपीएल सिजन 2 मा 10 खेलमा 17 विकेट लिएका शेरले तल्लो क्रममा ब्याटिङ कौशलता पनि प्रस्तुत गरेका छन्। शेरको इकोनोमी 6.5 रहेको छ। उनको प्रदर्शनले भन्छ राष्ट्रिय टोलीको ढोका खोलिसकिएको छ। उनको प्रदर्शनले राष्ट्रिय टोलीमा पर्न कुनै रोकटोक जरुरी रहन्न। मल्ल उनै खेलाडी हुन् जो पहिलो संस्करणमा जनप्रिय बोल्स च्याम्पियन हुँदा टोलीको महत्वपूर्ण सदस्य थिए। नेपालले आगामी वर्ष अर्थात् सन् 2026 फेब्रुअरीमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन लागेको टी20 विश्वकप खेल्दैछ। त्यसका लागि नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघले विश्वकप स्क्वाड घोषणा गर्दैछ। उक्त घोषणालाई नेपाली क्रिकेट समर्थकले चासोपूर्वक हेरिरहेका छन् भने शेरले विश्वकपको टोलीमा स्थान बनाउने प्रतिक्रिया दिइरहेका छन्। यस्तोमा के शेर मल्ल राष्ट्रिय टोलीमा पर्लान् अनि टी20 विश्वकपको स्क्वाडमा स्थान बनाउलान्? कृपया आफ्नो राय कमेन्ट बक्समा राख्न नभुल्नुहोला।